हेर्स गाइज वेलकम ब्याक टु न्यू भिडियो हैन। अब आजको एउटा भिडियो चाहिँ अब त्यस कति भनौँ 10 दिन थियो 9 डे रिमेनिङ पछाडिको अब टक्क यो सेकेन्ड भिडियो हैन। अब सेकेन्ड भिडियोमा चाहिँ मैले के गरिरहेको थिएँ भने यस्तो भाइहरूलाई देख्न सिकाइदिरहेको थिएँ हैन। अब घरमा बसेर टक्क त्यस ए जान्छु अब छोडेर नि तेरो टक्क भिडियो बनाइदिन्छु अहिले मैले। जा छोड जा अहिले हल्ला हुन्छ नि अब आएर लेख्ने है अहिले लेख आइज हेरी 1 2 जा गएर लेख। अहिले भिडियो बनाएर युट्युबमा हालिदिन्छु फेरि राम्रोसँग लेखेर देखाउने है। छुट जा आइज यहाँ राम्रोसँग लेखेपछि तेरो भिडियो बनाइदिन्छु अनि युट्युबमा हालिदिन्छु अनि तैँले आफ्नो भिडियो हेर्न पाउँछ कि नै। ल छिटो राम्रोसँग लेख। ल एसके आई लेख आई। यहाँ कसरी लेखाएको छ हेरी यहाँ कसरी लेखाएको छ यहाँ जस्तो लेखाएको छ यहाँ पनि त्यस्तै लेख्ने। ल छिटो हाई भन्दै हाई सबैले गणेश हाई भन्दै यहाँ गणेशको लडाइँ पऱ्यो। ल कसले ल ल ल ल ल यो ल होइन अब सबैजनाले भिडियो हेर्नु भएको छ भने चाहिँ लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु पऱ्यो होइन। अब सबै सरकारले अब दिने नै दियोस् यो युट्युब च्यानलमा दिने नयाँ नयाँ डक्टर यस्तै कलाको ब्लग स्लग अब अपलोड गरेर हुन्छ होइन। खै नचल को चल्यो को यो को गरे जमाइज तरमा त त राम्रो मान्छे भइसकिस् नि गणेश नि गणेश तर त कति खतरा कपाल छ। तेरो कपाल देखाइदियो त बोडी देखाइदियो तेरो बोडी या यो भने चाहिँ हाम्रो घरको एकदम राम्रो विद्यार्थी हो नि हाम्रो गणेश। कति खतरा छ कति कपाल खतरा कपाल पालेको छ होइन। कति खतरा हाँसो छ यसको दाँत कति खतरा छ कति कपाल खतरा छ नि तेरो। त्यो कति राम्रो राम्रो हर्मेट लाग्छ नि त्यो भीमराजले त केही जान्दैन नि। त्यो भीमराजले के जान्छ र केही जान्दैन। आइज लेख म अरू अब किन अर्को अर्को डनले अर्को 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 डनले अहिले 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 हो सिकाने यो त सिकाने हो नि सिकाने गाह्रो चाहिँ अहिले त सिकाने हो त सिकाने भएको यो त हो अर्को हेर त तेरो बहिनी त भैयामा सुति कि हो। सो अब होइन अहिले चाहिँ बाख्रा चाहिँ बान्नलाई अब टक्क यता पछाडि गाई गोठतिर आइएको थियो होइन। बाख्रा गोठतिर आइएको थियो भेरा बाख्रा बान्नलाई अब तलतिर यहाँनिर चाहिँ एउटा हिँड बसिदिरहेको छ अनि यता भेरा बाख्रा हो। यो चाहिँ हामीहरूको ओजीवाला बाख्रा हो कि जिएस भएन पाल्ला कि 3-4 त्यसको प्रोडक्टहरू एउटा प्रोडक्ट अर्को प्रोडक्ट अब बान्न लाग्नु पऱ्यो है त। अब यिन बाख्राहरूलाई लगेर अब तल खेतबारीमा बाँधिदिन्छ होइन। यो चाहिँ मिनी हाउस त्यो चाहिँ हाम्रो घरको भयो तलतिर खेतबारी भयो अर्को नयाँ घर बनाउनु लागेको छन् होइन। अनि यो चाहिँ सानो करेसाबारी भयो अनि यहाँ भेरा बाख्राहरू बसिरहेछन् अनि यहाँ एउटा सानो भाली अनि उता चाहिँ बाजे बोयहरूको छ होइन। यो चलाउनु गरेर यो सबैतिरको छ भनौँ अब अनि के गर्ने अब यस्तै त हो एउटा किला खसेर त यहाँ त चुलाहरू कति धेरै खसेर किनेको आँपहरू लड्के अरूको लाइफमा अब केटीको हात छोपेर हिँड्ने हुन्छ मेरो लाइफमा चाहिँ अब बाख्राको हात छोपेर हिँड्नु भनेर लेखेर चाहिँ होइन। अब के गर्ने गाई त्यस्तै रहेछ होइन। आइज आइज भनेखेरि होइन अब आजकल टाइम पाएखेरि अब पढ्ने बाहेक अरू सब काम गरिन्छ होइन। अब पछि अब टाइम नहुँदाखेरि अब पछिताइन्छ अब त्यस्तै त हो नि। अहिले टाइम बाँकी केही हेरिन्न पछि जब अब इक्जाम नजिक आउँछ त्यही बेला पछुताउने डर नि।